म त सरकारमा गएँ भने त जेलमा बस्ने मान्छे सबैले श्रमदान गर्न लान्छु। कुरा बुझ्नुभयो नि? जेलमा हाल्ने नै हे त्यहाँ राखेर कहाँ भात दिँदै राख्ने हो? कैदीको चाहिँ नि जर्सी हुलेर गर्नुपर्छ नि त्यो। अनि कहाँ भात खुवाउँदै तपाईँको चाहिँ नि के अरे सरकारको पैसा होइन त्यतिकै फोकटमा उडाउनु पाइन्छ। भत्ता पनि दिनुपर्छ फेरि जेलमा बस्ने मान्छे। कैदीकै पहिरनमा कि नर्मल? कैदीको पहिरनमा पहिला फिल्मतिर देखिन्थ्यो नि कैदी नम्बर यति बिल्ला नम्बर जाने हो नि त, श्रम गर्न जाने हो, श्रम यत्रो छ होइन, त्यो भागिहाल्छ नि। तपाईँले भने जस्तो त श्रममा लग्यो उतातिर ढुङ्गा बोक्दा बोक्दै फरार भयो भने अनि कसले समात्ने फेरि? त्यो सबै कहाँ लाने हो त फेरि? तपाईँले कुरै बुझ्नु भएन। अनि 10 जना 15 जना स्केड्युल बनाउनु पर्यो नि त। सम्पत्ति शुद्धिकरण चलाउँदैछ यो सरकारले। हो 350 भन्दा बढी त लिस्टमा छन्। त्यसमा चाहिँ मेरो माग मैले प्रस्तावै पेश गर्छु त्यहाँ होइन। अनसुना अनदेखा गर्नुहुन्छ या के गर्नुहुन्छ त्यो ठुलो कुरा अब उहाँहरूकै हातमा छ। अहिलेको मौजुदा क्याबिनेटको सरकारको मन्त्रीहरू सबैजनाको सबैभन्दा पहिला सम्पत्ति छानबिन शुद्धिकरण गर्यो भने अत्यन्तै धेरै नैतिक होइन सपोर्ट र यति वाहवाही हुन्छ। तपाईँको पनि हुनुपर्छ, मेरो हुनुपर्छ, पहिला सरकारको हुनुपर्छ, प्रधानमन्त्री गृहमन्त्री लगायतको हुनु पर्यो सरकारको। उसले ल्यायो नि त ऊ त होइन म्याटर त किन एक्जिक्युटिभ हामी होइन नि त, हामी त सांसद हो कि। हामी चाहिँ भनेको यस्तो उस्तो गर्ने सल्लाह सुझाव दिने दबाब दिने हाम्रो फेरि राइट हो फेरि त्यो होइन। नगर भन्न कसैले पाउँदैन, यहाँ कसैले त्यो फेसबुकमा नगर भन्नु हुँदैन त्यो। हाम्रो त राइट हो, संविधान कानुन र जनमतले 3टा आधार छ हाम्रो त है। हाम्रो त राइट हो, त्यो त गर्छौँ हामी, प्रश्न गर्छौँ, विरोध गर्छौँ, के गर्छौँ। अब तर काम गर्ने अधिकार चाहिँ हाम्रो होइन क्या होइन। हामी सल्लाह सुझाव दिन्छौँ तर काम गर्ने टुल्स त हाम्रो हातमा छैन, कलम त हाम्रो हातमा छैन निर्णय गर्ने। सरकारले लिएको कुरा भएको कारणले सरकारले पहिला आफ्नो क्याबिनेटको मन्त्रीहरू सबैको गर्दाखेरि यति वाहवाही हुन्छ। पहिलो डेस्कमा ताली बजाउने त मै हुन्छु, त्यस पछाडि सांसदहरूको गर्दा सुरुमा मेरै गर्नु, सांसदमा आउँदा मेरो गर्नु। अब पहिला मन्त्रीहरूको गर्नु, प्रधानमन्त्रीले आफ्नो गर्नु, त्यस पछाडि मन्त्रीहरूको गर्नु, अनि मेरोमा आउनु, अनि अरू सबै सांसदहरूको गर्नु, अनि त्यस पछाडि पूर्वतिर जाउँ होइन, पूर्वतिर जाउँ, पश्चिम प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीको गछन् होइन। त्यसो गर्दाखेरि यति राम्रो हुन्छ। यो गलत छ त भन्नु त, मेरो भनाइ गलत छ। यसको पनि आलोचना गरेको देख्छु। जेलले भ्याउला लाग्छ, ठुलै जेल बनाउनु पर्ला। तपाईँहरू हँसाउनुहुन्छ। जेलमा मान्छेलाई थुनिराख्ने होइन नि, सम्पत्ति शुद्धिकरण लगाएर। म त सरकारमा गएँ भने त जेलमा बस्ने मान्छे सबैले श्रमदान गर्न लान्छु। कुरा बुझ्नुभयो नि? जेलमा हाल्ने नै हे त्यहाँ राखेर कहाँ भात दिँदै राख्ने हो? कैदीको चाहिँ नि जर्सी हुलेर गर्नु